नमस्कार सम्पूर्णमा सधैँ चाहिँ आज पनि बिरामीहरूको खोजीमा म 24 कोटी आइसकेको छु। हजुरहरू जहाँ कहीँबाट पनि 24 कोटी आएर निशुल्क अटो सेवा देख्नु भएन भने र हजुरले मेरो नम्बर बाट सम्पर्क गरेर मलाई फोन गर्न सक्नुहुनेछ। 6 बजेबाट अहिले 9 बजेसम्म क्यान्सर बिरामीहरूलाई चाहिँ 24 कोटी भरतपुर 24 कोटीबाट भरतपुर बिपी मेमोरियल क्यान्सर अस्पतालसम्म हामीले बिरामीहरूलाई सेवा दिँदै आएको छ। उहाँ एक्लै आउनुभएको छ फलोमा। त्यही भएर हजुरहरूलाई पनि मैले के जानकारी गराउँछु भने 24 कोटी निशुल्क अटो सेवा प्रत्येक क्यान्सर बिरामीहरूको लागि सेवाको लागि चाहिँ म 24 कोटी अवस्थितमा बसेको छु। र हजुरहरूले देख्नु भएन भने मैले अहिले निलो यो टी सर्ट लगाएको छु। यो टी सर्टमा पनि निशुल्क अटो सेवा भनेर चाहिँ लेखिएको छ। ल क्यान्सर हस्पिटल यता आउनुहोस्। निशुल्क अटो सेवा। ल क्यान्सर हस्पिटल 1 रुपियाँ पैसा लाग्दैन। निशुल्क अटो सेवा। क्यान्सर हस्पिटल निशुल्क अटो सेवा। क्यान्सर हो कतिजना? ल बस्नुहोस्। ल बस्नुहोस्। तपाईँ अगाडि आउनु। ल हजुर, अब मैले पोखराबाट आउनु भएको एकजना दिदीलाई मात्रै क्यान्सर हस्पिटल लिएर जान पुगेँ कि अर्को बसबाट 3 जना दिदी बहिनीहरू झर्नु भएछ क्यान्सर हस्पिटलसम्मको लागि। त्यही भएर मैले एकैछिन प्रतीक्षा गरेर उहाँहरूलाई पनि यो मेरो निशुल्क अटो सेवामा राखेर सेवा दिइरहेको छु। अहिले म क्यान्सर हस्पिटल गएको छु। अब हेरौँ फेरि अर्कोचोटि बसमा कतिको बिरामीहरू आउँछ त्यो पनि हेर्न बाँकी नै छ। दिदीहरू कहाँबाट आउनुभएको तपाईँहरू? काउसेतीबाट। काउसेतीबाट तपाईँहरू अहिले नयाँ पहिलोचोटि हो कि फलोअपमा आउनुभएको? पहिलोचोटि हो। 3 दिन भयो। म त होइन, हामी त पहिलो 3 दिन भयो। तपाईँहरू 3 दिन भयो, कोही पहिलोचोटि होइन? हजुर। ल अब कोही 3 दिन भइसकेको रहेछ। उहाँहरूलाई हाम्रो क्यान्सर हस्पिटल पुऱ्याउँदैछु 24 कोटीबाट। अब हजुरहरूले यहाँ क्यान्सर हस्पिटलमा आएर कतिको राम्रो सुविधा पाउनुपर्छ, के छ कसो छ तपाईँहरूले यसो जानकारी दिनु। अब हामी त पहिलोचोटि भयो, सुविधा त्यस्तै नचिनेछ होला। अब तपाईँहरूलाई 24 कोटीमा निशुल्क अटो सेवा छ भनेर अहिलेसम्म थाहा थिएन र? थाहा थियो। हजुर, मैले त्यो मोबाइलमा त देखेको थिएँ। यहाँ आएर चाहिँ त्यस्तो पाएन कि। अब त्यहाँ चाहिँ अस्ति झर्दाखेरि त सुनेको थियो, देखेको थिएँ। त्यो पनि कुन होला, अब नम्बर थाहा नभएको कुन हो थिएन। मैले तपाईँहरूलाई प्रत्येक भिडियोमा चाहिँ फोन नम्बरहरू पनि राखिदिएको थिएँ। त्यो फोन नम्बरहरू फोन गर्न सक्नुहुन्थ्यो। र 24 कोटीमा झरेपछि हामी त फेरि अटो सेवामा जाने हो, निशुल्क अटो सेवामा जाने हो, फ्रीको अटोमा जाने हो भनेर तपाईँहरू यहाँ झर्नुभयो भने फ्रीको अटोमा जाने हो भन्ने बित्तिकै त्यो अर्को अटो बाहिरीको अटोहरू लागेन क्या। अनि तपाईँले त्यति भनेपछि म त्यहीँ हुन्छु। तपाईँले मलाई भेट्न सक्नुहुन्छ। यो टी सर्टमा पनि लेखेको छ निशुल्क अटो सेवा भनेर। टी सर्टमा पनि लेखेको छ कि तपाईँहरूले टी सर्टमा लेखेको पनि हेर्न सक्नुहुनेछ। अस्ति त मनले मात्रै खोजेँ, अनि त्यस्तो नम्बर नभएको, तर टिकटकमा चाहिँ देखिराखेको। अनि तपाईँहरूले चाहिँ मेरो नम्बर टिपिराख्नु। भोलिको दिनहरूमा पनि फेरि आउनु पऱ्यो भने तपाईँहरू अल्मलिनुभन्दा फोन गर्दा राम्रो हुन्छ। म 24 कोटी 24 कोटी छैन भने पनि क्यान्सर हस्पिटलतिर गएको हुन्छ। यहाँदेखि 10 बजीसम्म बस्नुहुन्छ? 6 बजीदेखि यहीँ लेखेको छ, 6 बजीदेखि बिहान 9 बजीसम्म हो। अनि पुलचोकमा भएको चाहिँ 7 बजीदेखि 10 बजीसम्म। म चाहिँ पुलचोकबाट नि अर्को छ दुईवटा है।
हामी पनि अब बिरामीहरू क्यान्सर बिरामीहरू भेट गर्ने 9854 हो 98 455 19 98 455 19 238 19 238 19 238 है फेरि तपाईँले 238 मात्रै गर्नु यो जुन तपाईँहरू झर्नु भएन 24 कोटी त्यही झरेर फेरि अटो कहाँनिर छ भनेर सोध्नु जसले पनि भनिदिन्छु म त्यही हुन्छु के सेभ गर्ने हो फ्री अटो भनेर सेभ गर्नु न तपाईँ निःशुल्क अटो सेवा भनेर सेभ गर्नु तपाईँहरू आउनुभन्दा केही घन्टा अगाडि मलाई कन्ट्याक्ट गर्नु अथवा 24 कोटी आएर पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ र म त्यही नै बसिरहेको हुन्छु क्या धेरै जसो त्यहाँ गाडीबाट झर्ने बित्तिकै तपाईँहरूले हामी निःशुल्क अटो सेवामा जाने भनेर पनि त्यही हुन्छु म तपाईँले यो गन्जी पनि हेर्न सक्नुहुन्छ गन्जी मैले प्रिन्ट गरेको छु